Mga ngayon sino. Berapa bro? Hah? Alah. Yo. Teman tu. Oi, uta tanah uta tira. Boleh rasa? मैले टिपेको गाइस एकछिन नै यहाँ टिपेको मैले गाइस खाने भए आउनु एकदम मिठो छ च्यालेन्ज चोर गाइस फाइनल्ली हामी कुरी आइपुगेको छ कुरी भिलेज भनेको यही हो गाइस गाउँ चाहिँ एकदम दामी छ उता ल्याक्चे कुण्ड पछाडि मेरो यहाँ ब्याक साइडमा ल्याक्चे कुण्ड देखिरहने छ उता हेल पोस्ट बनाएर रहेछ है ए हेल पोस्ट छैन त्यहाँ चाहिँ हेल पोस्ट छ Itu झाड हैन Woi, ओइ थकाइ लाग्यो कस्तो हुँदैछ यात्रा बेसी थकाइ लाग्यो यहाँ बोली गर्मी पनि छ अझ हामी उयो त्यो दुईटा डाँडा माथि क्रस गर्नु छ यहाँ बोली यहाँ कहाँ हो उता माथि त्यो दुईटा डाँडा क्रस गर्नुपर्छ अरे ठिकै छ हामी गरौँला बिस्तारै हामी चाहिँ अब यस्तो वनभित्र पुग्यो गाइस तीनजना मात्रै छ हरायो भने बाघ भालुले लग्यो भने खान खालि ए न्याङमा चाहिँ यो चाहिँ के हो अरे लैजान भगवान् बसेको भगवान्को घर हो अरे यता जङ्गलमा यता माथि छ अरे यतातिर चाहिँ थुक्ने हक्ने मुत्ने के गर्नु हुँदो रहेछ गाइस म चाहिँ थकाइसक्यो अब यो भिडियो आउने चाहिँ कहिले थाहा छैन हामी चाहिँ 2083 2 महिना कति गते आज कति गते 18 17 म चाहिँ गेम झ्याउनु जङ्गलको त्यो कि 17 गते चाहिँ हिँड्दैछौँ छिटो आउनु है अहिले भुतले खान्छ यहाँ त भगवान् आउँछ अरे यता गाइस हामी हरायो हम क्योर दो बता लाउनु चङ्गे हुन्छ गम्ने दो जिम भएछ त्यही यहाँ चाहिँ मान्छेहरूले पकाएर खाने ठाउँ रहेछ ए चुरी यहाँ चाहिँ देउता छ अरे जुत्ता ला फाइनल्ली गाइस हामी चाहिँ यहाँ माथि कुरी भिलेज भन्दा माथिको ढुङ्गामा आइपुगेका छौँ तिबेत त्यो ढुक्कले ब्राजिम Tu yung ani duplo ro. सबैको पायो जोडा र जोडी बिजोडीमा एउटा गाइस भ्यू चाहिँ दामी देखिन्छ यो ढुङ्गाबाट यहाँ हामी ढुङ्गामा बस्दैछौँ यता हेर्नुहोस् त हामी तीनटा Baudari ni mo.
माला जपे यो दुईटा ग्याप छ अघि त कसरी आयो थाहा छैन अब यहाँ जानलाई मान्छेहरू डराइरह तर यहाँ चाहिँ किन बग्या था हो ल आउनु हात दिनु हाम्रो यहाँ चङ्ले बाटो यस्तो यस्तो ये रास्ता हम किधर जा रहे हैं ये रास्ता हम किधर गाइस राम्रो ठाउँ राम्रो डेस्टिनेसन भनेको पुग्दैन यहाँ भन्ने हुन्छ अब आकाशको फल आँखा तरी मर होइन हामी त आकाशको फल भुइँमा झरेर रहेछ टिप्दै खान लगाइरह चङ्ली यहाँ टिप्दै हुनुहुन्छ ब्रेबे खन्ते मतलब जम्जे का अनि हामीले माथि कहिले पुग्नु हुजुर न जामा है अलिक घना जङ्गल रहेछ के बाटो यस्तो छ जङ्गल ये रास्ता बहुत चिप्ला है हामी यसरी बम्ब गर्दा है न मनी गाइस मलाई देखाउनुहोस् म त यसरी जान्छु यहाँ देख्छु यहाँसम्म छु यहाँ देख्छु यहाँ पुगेर यसरी जान्छु म बल्लै गएँ मेरो अब क्यामेराम्यानले चाहिँ कसरी आउने हो आउनुहोस् म चाहिँ यहाँ खिचेर बस्ने हो तल यहाँ खिचेर नि त जान बोल्न आजि होला कम कहाँ छिङ्गे दंगल यो त्यो बस यो लाएर उदिङ मार्न आँटेको होला के यो जान बङ्खला यसो पछि चाहिँ हाम्रो यहाँ फाइनल डेस्टिनेसन आइपुग्छ गाइस दामी यो वाह ओए झन् यहाँ दामी रहेछ है पोतो मस हुँदैन अब अघि बसेको चाहिँ हामी उ त्यो डाँडा हो अहिले नेक्स्ट डाँडा चाहिँ यो छ हामी यहाँ आइपुग्यो यो डाँडाको नाम के हो रे चङ लङलङ उ डाँडा लङलङ उ डाँडा रे ए यता चाहिँ बाटो रहेछ दाइ गाइस त्यहाँ पुरा पानी परिरहेछ गड्याङ गुडुङ गरिरहेछ के गर्ने अब यहाँ चाहिँ घाम रहेछ हामी त जाने भिजे भिज्छ नभिज्ने चिज नभिजे भयो ल भाइ यहाँ आइपुग्नु भनेको धेरै अब हामी चाहिँ यसरी जान्छौँ भिडियो सँगै यहाँ ड्रेस दुई तिनवटा ल्याउनु भएर चाहिँ हामी चाहिँ एउटै ड्रेसमा घुम्नेछ ओए कति जेल्ले माग्नु चाहिँ ल मलाई यहाँ भिडियो बनाइदिनु त आफैले बनाएछ आफैले बनाएछ सिकुवा बनाउने यहाँ वे कथे मिल्ने फ्याङ बेच हाम्रो तैँले लाइटमा झिन्छ गाइस रातो रातो भएछ त मेरो गाला तेरे जंगल में यार न दादा म बिना मारे भपुरे गेम्सी पेरो हत्ताइरे उ गेम थिएन आसे सुइमी गेम्सी पेरो गाइस फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यो तर्जीमा पलङ ओए आइसक्यो झम्क्यो पहिला यो नभएको पलङहरू के देखि त हामी तर्जी आइपुग्यो तर्जी सबभन्दा
हिँडेको मैले रहेछ, दुईजनाले हिँडेकै छैन। हो नि त, हामी ठाउँमा चिनेर मात्र अगाडि हिँड्ने, तपाईँ नचिनेर पछाडि हिँड्ने। भिडियो बनाउनु, भिडियो साइड तुझा तासिन्छ तू वाला वाला मात्र के बा ओहो ओए ओए मान्छे रहेछ। गाइस हामी फाइनल्ली यहाँ सिस्टरहरू पनि आउनु भएको रहेछ, भेट भयो तर्जीमा। अब चाहिँ हामी उता माथि जाँदैछौँ। तपाईको पावर ब्याङ्क छोड्नु न। यहाँ रिहर्सल हुँदैछ, तामाङ फिल्मको सुटिङ हुँदैछ। रनिङ रनिङ इनर्जी आयो गाइस। अब ठाउँमा आइपुगेपछि चाहिँ दौडिन थालेछौँ गाइस। हामी यता दौडिँदै हुनुहुन्छ। वाह कस्तो राम्रो देखिएको यहाँ है, तर पानी पर्न लाग्छ गाइस। ऐसेलु देखेर हामी यहाँ दौडेर आएको। वाह ऐसेलु टिप्ने मन भए नमन डर काँडाको। दामी यहाँ ऐसेलु चाहिँ, ऐसेलु टिप्नलाई ऐसेलु कति गुलियो छ। ऐसेलु खाना आइपुग्यो हामी कता तल कि माथि। हामी तर्ची आइपुग्यौँ। तर्चीको सबै ठाउँ घुम्दैछौँ। फाइनल्ली हाम्रो डेस्टिनेसनमा हामी इन्जोय गर्दैछौँ। 5 बजेतिर ढिला आएर हो, तर हामी ढिला निस्केको बिस्तारै। बाटो बाटो फोटोसोटो खिच्दै। कता हो ढुङ्गाको फोटो केर्बा भने यो हो क्या होइन ढुङ्गा त्यता हेर्नु त्यो ढुङ्गा हैमा ढुङ्गा थियो के यहाँ ढुङ्गा खोज्दै अझै चिनो थियौँ म त ल। कति धेरै लाग्यो त मैले किन्दा मात्र भने वाउ हाम्रो पिकनिक सुरु अब गाइज। ओइ हेलो मिसेले लो यहाँ प्लास्टिकमा हालेर खाऊँ न। यसमा सबै मिक्स त नगर्नु, माछा चाहिँ नहाल्नु। माछा नहाल्ने 14 हो क्या। यसलाई के गर्दैछ म यो चुरोट सरकारी आज पनि चुरोट ए सँगै हाल्ने कि यति छोके धानमुरा धुलो होला चाहिँ बिची भन्न मिल्छ मेरो यो कुरा। गाइज यो चाहिँ हामी तर्जीको कुन ठाउँ हो थाहा छैन, तर्जी चाहिँ आइपुग्यो। अनि यताबाट चाहिँ हाम्रो कुरी गाउँ मजाले कुरी गाउँ कहाँ पर्छ? खन्याबास गाउँपालिका वडा नम्बर कतिमा पर्छ? 3 5मा पर्छ, 5मा। अनि यता पारी चाहिँ हाम्रो रुबी भ्याली छ, तिप्लिङ रुबी भ्याली लाप्पा सबै देख्छ यहाँबाट। पानी परेर यहाँ हाम्रो बिजोग यसरी खाँदैछौँ। पानीलाई मैले गाँबो गरेको मेरो मन्त्र लागेन यार, झन् बढी पऱ्यो। एकछिन लाग्यो
nenende mobilang gore jogo kurda je मोबाइलमा नदेख्ने है पानी परेको हेलो गाइज हामी चाहिँ उतादेखि हिँड्दै 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 यो उकालो उकालो चढ्दै चढ्दै आएको या ढुङ्गामा आएर चाउचाउ खान आएको 4 घन्टा उकालो हिँडेर यो चाउचाउ खानले आएको है गाइज हामी पानीले रुजी रुजी पानी पर्दैछ गाइज यो ढुङ्गामाथि बसेर भ्यू हेर्दै चाउचाउ खाने ड्रिङ्क्स खाने यस्तो दामी मजा आइरहेछ हजुरहरू पनि मजा लिन सक्नुहुन्छ मसँगै तर जुस चाहिँ अलिकति मात्रै छ जाडो छ गाइज पानी परेर यसरी गाइज पानी पर्दैछ हामी यहाँ जाडोले कठ्याङ्ग्रेर मर्न लाग्यो जाडोमा तातो वाउ कस्तो दामी नल्ली बदाममा मुलो इदा है बाई 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 हामी निस्केको उता पारी चाहिँ हिउँ पर्दैछ गाइस ओए कस्तो मजाले हिउँ परेछ के यो मौसम यही भन्छ यो मन यही भन्छ तिम्रो आँखाको गाजल बनु पानी परेर हामी चाहिँ यस्तो दामी भइरह जाडो उता पारी चाहिँ हिउँ परिरहेछ हिउँ वाउ गाइस बाई बाई अब मोबाइल चल्दैन मेरो अब 6 बजे हामी गाउँ जाने घर जाने अब यतातिर चाहिँ घाम लागिरहेछ 6 बजी सक्यो हामी चाहिँ निस्केको अब गाइस पानी परेर हाम्रो बिजोक भएको अवस्था हेर्न सक्नुहुन्छ गाइस पानी डेन्जर परिरहेछ यहाँ छाता ओढेर हामी दौडिरहेछ मोबाइल यस्तो यहाँ ब्याग यस्तो अनि यता अर्को खै कहाँ जानुभयो यहाँ हराउनु भयो ल हामी जाउँ ब्यागमा छ चस्माहरू सबै अब मोबाइल नै प्याकअप गर्ने हो सिधै घर जाने हो यही 6 बजी होइन उहाँ 7-8 बजी खाऊँ उहाँ धुनुपर्छ धेरै हामी 3 पाथी जति त होला है आज हामी यो टिप्न गाइस घरमा आएर नि आल्चा खाँदैछु माता मोबाइल